Thank you so much, guys. You've been absolutely amazing. Thank you. You guys are the best. Thank you so much. भन्दाखेरि चाहिँ जसले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु भयो मेरो फाइनली 500 सब्सक्राइब 500,000 धेरै भइसक्यो होला 500 ओभर भएको छ युट्युब च्यानलमा जसले सब्सक्राइब गरिदिनु भयो कमेन्ट गरिदिनु भयो वानसम्म लभ यु मनैदेखि चाहिँ सपोर्ट गरिदिनु होला माया देखाइदिनु होला अनि यो भिडियो कहाँबाट हेर्नुहुँदैछ होइन युट्युबमा पनि छ मेरो टिम होइन दबाई अब हस्पिटलको दबाई मात्रै खाएर होइन आफू पनि केही एक्टिभ हुनुपर्छ भन्ने मैले चाहिँ अब होइन यस्तो मेसेजहरू लिएर आउँदैछु सबैलाई हेल्प होस् भनेर होइन सो थ्याङ्क यू सो मच एन्ड लभ यू। बर्गर बच्चे कहते हैं कि सबसे ज़्यादा दर्द तभी होता है जब कोई छोड़ के जाता है। अबे कभी लेग लगाया है? अगर नहीं लगाया तो एक दिन जिम आकर लेग लगा कर देखना। पैदल चलना भूल जाओगे चलते कैसे हैं। पैदल चलना तो दूर की बात अगना भूल जाओगे बैठते। हेलो दाजुभाइ दिदीबहिनी देश विदेश कहाँबाट हेर्नुहुँदैछ फेरि पनि म अर्को भ्लग लिएर आइसकेको छु सबैजनालाई दर्शक नमस्ते सन्चै हुनुहुन्छ होला यो म पनि एकदम सन्चै ठिकै छु म दुबईबाट हो तपाईँहरू कहाँबाट हेर्नुहुँदैछ भिडियो मेरो फाइनल 500 सब्सक्राइब धेरै पुगेको छ सबैजनालाई थ्याङ्क यू सो मच लभ यु गाइज होइन यसरी नै सपोर्ट गरिदिनु होला सपोर्ट देखाइदिनु होला म फिटनेस सम्बन्धी जिमको भिडियोहरू तपाईँलाई पनि यस्तै भिडियोहरू एकदम काम लाग्ने भिडियो लिएर आउँदैछु भिडियो लास्टसम्म हेरेर साथ दिनु होला अनि यदि नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरेर जोडिनु होला है त ओके गाइस थ्याङ्क यू सो मच लभ यु तपाईँ पनि भिडियो हेर्नुहुँदैछ भने एक्सर्साइज गर्नु होला दिनमा 1 घन्टाको टाइम लिएर एक्सर्साइज गर्नु होला है त ओके भन्दै पेलामपाल गर्नु होला च्यानललाई यो भन्दै लेसको ढिलो नगरी एक्सर्साइजतिर जाउँ है त ओके हेलो भाइ सङ्घर्ष गर भाइ रमाइलो पनि दिन आउँछ पारा तपाईँले एक्सर्साइज गर्नु मन छ भने चाहिँ अहिले नैदेखि लाग्नु होला 1 घन्टा टाइम आफूलाई दिनु होला दिनमा 24 घन्टामा 1 घन्टा टाइम दिनु होला एक्सर्साइज गर्नु जिम जानुपर्छ पाखुरा ठुल्ठुलो बनाउनुपर्छ भन्ने नै छैन 1 घन्टा तपाईँ जे गर्दा हुन्छ रनिङ होइन रनिङ गर्नु भलिबल खेल्नु बास्केटबल खेल्नु होइन फुटबल खेल्नु जे भए पनि 1 घन्टा चाहिँ आफ्नो टाइम दिनु होला होइन स्वस्थ रहनु होला व्यस्त रहनु होला दुनियाँ रिलहरू फेसबुक दुनियाँ त्यो टाइम हुन्छ नि वेस्ट टाइम नगर्नु होला दिनदिनै बुढो हुँदैछ होइन बाबुआमा बुढो हुँदैछन् उनीहरू पर्खिरहेको छन् तपाईँको सफलता हेर्नलाई तपाईँले तपाईँको उन्नति प्रगति गरेको सुन्नलाई देख्नलाई होइन त्यसो गर्दाखेरि टाइम वेस्ट नगर्नु दुनियाँको टिकटक दुनियाँको काण्ड हुन्छ नि योहरू हेरेर वेस्ट टाइम नगर्नु होला भन्न चाहन्छु होइन अनि एकअर्कालाई सपोर्ट गरौँ सबैजना सपोर्ट गरेर अगाडि बढौँ केही सामाजिक सञ्जाललाई राम्रोसँग सदुपयोग गर्न सकौँ भने यी पनि धेरैजना मान्छेहरूले आफ्नो करियर राम्रो गरिरहेको छन् बनाइरहेको छन् होइन हुन्छ एकअर्कालाई सपोर्ट गर्ने बानी गरौँ होइन सो त्यही भन्न चाहेँ होइन तपाईँलाई कस्तो लाग्छ मेरो कुरा यो मान्छेले भनेको कुरा सही हो ठिक छ जस्तो लाग्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ मैले आज टाइसेपको गरेको एक्सर्साइज आज म टाइसेपको टक्क हात नजिक राख्ने पाउ पर लाने होइन अनि आफू जति सकिन्छ त्यति गर्ने यति गर्नै पर्छ यसले यति हानु मैले पनि यति हान्नै पर्छ भन्ने छैन आफूले जति सकिन्छ त्यति गर्ने हो है त जब मुकाम मौत है तो डर किस बात का साला खेल बड़ा ही खेलेंगे देख भाई हमारे यहाँ पर वो सिस्टम ही नहीं है कि हमने नहीं किया था या तो फिर गलती से हो गया था ना ये हमने किया था और 2 बार सोच कर किया था तुम उखाड़ लेना जो उखाड़ सकते हो हमारा We will bring the fire when we go for a ride. Party, party.
मलाई चाहिँ होइन देखाउनु हुन्छ नि त्यो युट्युब च्यानलमा चाहिँ के बोल्ने त्योहरू छ भने चाहिँ अहिले नैदेखि स्टार्ट गर्नु होला। पहिलादेखि सोच्नु भएको थियो भने अहिले नै यो गर्नु होला। भोलि भनेको पर्सि भनेको भोलि कहिले पनि आउँदैन, अहिलेबाट स्टार्ट गर्नुपर्छ भन्न चाहिँ होइन। सो तपाईँ ट्राभल गर्नुहुँदैछ, के गर्नु तपाईँलाई उयो लाग्छ होइन, तपाईँलाई आफू जे उयो लाग्छ त्यो गरेर चाहिँ आउनु होला भन्न चाहिँ। लभ यु गाइस, सबैजनालाई सपोर्ट गरिदिनु होला यसरी नै होइन। च्यानल मेरो भर्खरै हो, म एकदम तपाईँहरूको सपोर्टको आवश्यकता छ मलाई होइन। यही फिटनेस सम्बन्धी चाहिँ मलाई यहीमा चाहिँ मैले चाहिँ अब होइन मलाई चाहिँ यतिको चाहिँ एकदम इन्ट्रेस्ट छ क्या, त्यही भएर चाहिँ मैले यसमा उयो गरेको छु। तर मेरो चाहिँ च्यानलमा चाहिँ भ्लग पनि आउँछ, म कतै कतै गरेको भ्लगहरू पनि हाल्ने गर्छु होइन। सो ओके, त्यस्तै छ। कस्तो लाग्छ भिडियो प्रतिक्रिया दिनु होला भन्दै स्वस्थ रहनु होला, व्यस्त रहनु होला। 2021 सालमा गर्न नसकेको कामहरू 2022 सालमा तगडा भएर निस्किनु होला, खतरा भएर निस्किनु होला। अहिले स्टार्ट गर्नु होला, अहिले राइट नाउ। ओके गाइस, अहिले त्यति भन्दै लभ यु गाइस, बाई बाई।